आज शनिबार पुरै म त 8-9 बजेसम्म मजाले सुतौँला भनेको त हाम्रो बेबीले बिहान बिहान 5 बजे डिस्टर्ब गरिहाल्नु भयो। अब डिस्टर्ब गरेपछि कहाँ सुत्न सकिन्छ र गाइस, हेर्नुहोस् त उठ्नै पर्यो। अनि हामी खानासाना खाएर के गर्ने त भन्दाखेरि अब यसो कमलको ट्यु साइड जाऊँ न त भनेर हामी गयौँ। काम त भ्याउनै पर्यो। अनि त्यो पछि यो ट्यु साइडमा चाहिँ जङ्गल छ के, अनि त्यो जङ्गलमा चाहिँ मलाई पहिल्यैदेखि जान मन थियो भित्र। अनि त्यहाँ गएर हामी एकछिन फोटो खिच्यौँ, भिडियो बनायौँ। त्यो पछि हामी लाग्यौँ बल्खुतिर। अनि बल्खुमा त यस्तो क्युट क्युट डगहरू बेच्न राखेका रहेछन्। बच्चा त हो, अब हेर्नै पर्यो। अनि फेरि हामीले टोकेर हेराइदिउँ र हामी लाग्यौँ एयरपोर्टतिर। किनकि आज चाहिँ दिदी आउँदै हुनुहुन्थ्यो जापानबाट। अनि एकछिन कुर्यौँ, खै आउनु न जस्तो छाटकाट लायो। अनि हामी त लाग्यौँ यसो रेस्टुरेन्टतिर गएर मजाले खायौँ। अनि एकछिन पछि कुरेको दिदी ट्याक्कै आइहाल्नु भयो है। अनि खासमा चाहिँ मेरो सानीमा हो, मैले चाहिँ दिदी भन्छु त, किनकि सानै हुँदा दाइलाई र मलाई दिदीले हुर्काउनु भयो त। अनि त्यही भएर सानीमा भन्नै हुन्न त भाइ, मलाई त दिदी नै नआउँछ कहाँ, मेरो आफ्नै निदी लाग्छ के। त्यही भएर मलाई सानीमा भन्न आउँदैन। ओके गाइस, मेरो शनिबारको दिनभरिको उटपट्याङ यही हो। ओके, नेक्स्ट ब्लगमा भेटौँला। ओके, बाई बाई, सी यू सुन।